गोली चलाउन आदेश दिने, गोली हान्ने र नरोक्ने सबैलाई कारबाहीका लागि सिफारिस गरिएको छ। यो भनाई गौरी बहादुर कार्कीको विशेष अदालतका पूर्व अध्यक्ष तथा न्यायाधीश कार्कीकै अध्यक्षतामा भदौ 23 र 24 गतेको जेनजी आन्दोलनबारे छानबिन गर्नका लागि आयोग गठन भएको थियो। उक्त उच्च स्तरीय छानबिन आयोगले फागुन 23 गते सरकारलाई झन्डै 1000 पानाको प्रतिवेदन बुझाएको छ र यति बेला सबैतिर एउटा प्रश्न उठिरहेको छ, आखिर त्यो प्रतिवेदनमा के छ? भदौ 23 गते भएको आन्दोलनमा सरकारको गोली लागेर देशैभरमा 19 जनाको एकै दिनमा ज्यान गएको थियो। धेरैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुबेर खापुङलाई यो घटनामा दोषी मान्दै आएका छन्। शान्तिपूर्ण आन्दोलनका लागि सडकमा आएका युवाहरू मारिएपछि भदौ 24मा आन्दोलनले झन् ठूलो रूप लिएको थियो। 24 गतेको आन्दोलनमा सिंहदरबारदेखि संसद भवनसम्म, सर्वोच्च अदालतदेखि राजनीतिक दलका पार्टी कार्यालयसम्म सबैमा आगलागी भएको थियो। यी 2 दिनको घटनामा जे भयो सायद नेपालको राजनीतिक इतिहासमा कहिल्यै नदेखिएको घटना थियो। त्यही घटनाबारे अनुसन्धान गरेको आयोगले प्रतिवेदन सरकारलाई बुझाएसँगै अहिले प्रतिवेदनको विषय चर्चामा छ। जेनजी प्रतिनिधिहरूले प्रतिवेदन सार्वजनिक गर्न आन्दोलन गरिरहेका छन् भने प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदनको निचोड सार्वजनिक गर्ने भनिरहेकी छिन्। आखिर त्यो प्रतिवेदनमा के छ त? भदौ 23 र 24 गतेको घटनामा वास्तविक दोषी को थियो र के यो प्रतिवेदन पनि नेपालमा अन्य प्रतिवेदन जस्तै कहिल्यै सार्वजनिक नै नहुने त होइन? अनि अब प्रतिवेदन सरकारले पाएपछि के हुन्छ? कसरी कारबाहीको प्रक्रिया अघि बढ्छ? सुरुवातमा जेनजी आन्दोलन कसरी भयो र कार्की आयोग कसरी गठन हुन पुग्यो भनेर बुझौँ। केही महिनादेखि नै सामाजिक सञ्जालमा नेपो बेबी, भ्रष्टाचार र पुराना नेताहरूको विरुद्धमा आवाज उठिरहेको थियो। मुख्य गरी जेनजी युवा पुस्ताहरूले इन्टरनेटको माध्यमबाट विरोध गरिरहेका थिए। अनि आयो 2082 भदौ 23। सोसल मिडियाबाट नै आह्वान भएको आन्दोलनमा स्वस्फूर्त रूपमा युवाहरू सहभागी हुन थाले। काठमाडौँसँगै देशका विभिन्न ठाउँमा हजारौं युवाहरू सडकमा उत्रिए। देशभरमा प्रदर्शन भयो। भ्रष्टाचार, सुशासनको कमी, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र नेपो बेबी जस्ता विषयलाई लिएर युवाहरूले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका थिए। तर यो आन्दोलन लामो समयसम्म शान्तिपूर्ण रहन सकेन। सरकारले युवा पुस्ताको आन्दोलन दबाउन गोली चलायो। एकै दिनमा सरकारको गोली लागेर 19 जनाको ज्यान गयो। आन्दोलन दबाउन सरकारले चालेको कदमले आम जनतामै आक्रोश पैदा भएको थियो। त्यसको भोलिपल्टको आन्दोलन थप ठूलो भयो। सडकमा जेनजी युवा पुस्ताहरू मात्रै थिएनन्, सबै उमेर समूहका मानिसहरूले आन्दोलन गरिरहेका थिए। अघिल्लो दिन सरकारले गोली बर्साएको आक्रोशको बदलामा देशैभरमा आन्दोलन चर्किएको थियो। तर यो दिनको आन्दोलन अघिल्लो दिनको जस्तै शान्तिपूर्ण आन्दोलन थिएन। आन्दोलन नियन्त्रणभन्दा बाहिर थियो। ठाउँ ठाउँमा आगजनी हुन थाल्यो, जसका कारण देशका प्रमुख प्रशासनिक अङ्गहरूमा आगलागी भयो। सिंहदरबारदेखि सर्वोच्च अदालत, संसद भवनसम्म जल्यो। नेताका घर र पार्टीका कार्यालयहरू तहस नहस भए र अन्ततः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित सरकारका मन्त्रीहरूले राजीनामा दिएर सुरक्षित स्थानतर्फ भागेका थिए। त्यो दिन देशमा सरकारविहीन अवस्था बनेको थियो। अन्त्यमा नेपाली सेनाले स्थितिलाई नियन्त्रणमा लिएपछि अवस्था केही हदसम्म सामान्य भएको थियो। आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो। प्रधानमन्त्री कार्कीको सरकारले असोज 5 गते विशेष अदालतका पूर्व अध्यक्ष तथा न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा कार्कीसँगै पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारी पनि सदस्य थिए। 3 महिनाका लागि गठन भएको आयोगले समयमा नै काम नसक्दा थप 3 पटकसम्म म्याद थपिएको थियो। सुरुवातमा 1 महिना, त्यसपछि 20 दिन र अन्त्यमा 25 दिन। 3 पटक म्याद थप गरी अन्ततः फागुन 23 गते आयोगले तयार गरेको करिब 1000 पानाको प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रहरी प्रशासनदेखि बयान दिनुपर्ने व्यक्तिहरूले समन्वय नगर्दा यो प्रतिवेदन तयार हुन समय लागेको थियो। तत्कालीन प्रहरी प्रमुख समक्ष तिनकुनेदेखि बानेश्वरसम्म प्रहरीमा को खटिएका थिए भन्ने लगायतका विवरण माग्दा प्रहरीले नै समयमा नदिएर असहज अवस्था बनाएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई यात्रामा बन्देज नै लगाएर बयान लिएको थियो। अन्ततः 3 पटकको म्याद थप पछि तयार भएको प्रतिवेदन सरकारलाई बुझाइएको छ। त्यसो भए यो प्रतिवेदनमा के छ त? पहिलो कुरा त 1000 पानाको यो प्रतिवेदनलाई 10 वटा छुट्टा-छुट्टै च्याप्टरमा डिभाइड गरिएको छ र यी फरक च्याप्टरहरूमा भदौ 23 र 24 गतेको घटनासँग सम्बन्धित 200 जना भन्दा धेरै व्यक्तिसँग लिइएको बयानलाई राखिएको छ। आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित भएका व्यक्तिहरूसँग बयान लिएको थियो। बयान लिएका व्यक्तिहरूमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकसम्म छन्। रासपाका वरिष्ठ नेता तथा अबका प्रधानमन्त्री बालेन शाहदेखि रवि लामिछानेसम्मको बयान पनि आयोगले लिएको छ। प्रहरी संगठनका प्रमुख र त्यो दिन फिल्डमा खटिएका प्रहरी कमान्डरहरूको पनि बयान लिइएको छ। यो प्रतिवेदनको अर्को प्रमुख विषय भनेको भिडियो र कल डिटेल्सहरूको अध्ययन हो।
आयोगले 35,000 भन्दा धेरै भिडियो र सीसीटीभी फुटेजहरूको अध्ययन गरेको छ। सँगै आन्दोलनको दिनका कल डिटेल्सहरूको पनि अनुसन्धान गरेको छ। आन्दोलनको दिन अर्थात् भदौ 23 र 24 गते तथा त्योभन्दा अगाडि नयाँ बानेश्वर, सिंहदरबार, बालुवाटार र राष्ट्रपति निवास आसपासका क्षेत्रहरूमा एक्टिभ भएका मोबाइल फोन र त्यसबाट कसलाई कल गरियो, सामाजिक सञ्जालमा के कस्ता सामग्रीहरू राखियो लगायतका विषयहरूको पनि आयोगले अनुसन्धान गरेको छ। सँगै भदौ 24 गते भएको आगजनीको घटनालाई लिएर पनि प्रतिवेदनमा अनुसन्धान गरिएको छ। त्यसका लागि आगजनी भएका ठाउँबाट कलेक्ट गरिएको खरानी, माटो, ध्वाँसो र अङ्गारको स्याम्पलहरूको अनुसन्धान भएको थियो। आयोगको प्रतिवेदनमा सङ्घीय संसद भवन, सिंहदरबार, अदालत, प्रहरी संरचना, भाटबटेनी, राष्ट्रपति निवास, पार्टी कार्यालय लगायतका विभिन्न ठाउँमा कसले आगजनी गर्यो भन्ने कुराको पनि अनुसन्धान गरी त्यसमा संलग्न व्यक्तिहरूलाई पहिचान गरिएको छ। आयोगको प्रतिवेदनमा बालुवाटार र संसद भवन जलाउने समूह एउटै हो वा फरक फरक समूह हो भनेर पनि खोजिएको छ र यी घटनाहरूमा संलग्नहरूलाई कारबाहीका लागि सिफारिस गरिएको छ। यी कुराहरू विभिन्न सञ्चार माध्यममा आएका कुराहरू हुन्। स्पष्ट रूपमा प्रतिवेदनमा के छ भन्ने कुरा प्रतिवेदन सार्वजनिक भएपछि मात्रै थाहा हुन्छ। तर गौरीबहादुर कार्कीले प्रतिवेदन तयार हुँदै गर्दा दिएको अन्तर्वार्ता र सरकारलाई प्रतिवेदन बुझाएपछि सञ्चार माध्यमसँग गरिएको कुराकानी र अहिले मिडियामा आइरहेको कुराहरूबाट एउटा निचोड भने निकाल्न सकिन्छ। आयोगका अध्यक्ष कार्कीले भनेको कुरालाई हेर्ने हो भने त्यो बेला गोली हान्ने, हान्न लगाउने, गोली हान्न नरोक्ने सबैलाई कारबाहीको सिफारिस गरिएको छ। त्यो सिफारिसमा चाहिँ नि गोली हान्ने, हान्न लगाउने, नरोक्ने, गोली नरोक्ने सबै परेको छ। उनको यो भनाइले तत्कालीन सरकारमा शक्तिमा रहेका व्यक्ति र विभिन्न प्रशासनिक तथा सुरक्षा निकायमा जिम्मेवार रहेका व्यक्तिहरूतर्फ इसारा गर्छ। त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक कारबाहीका लागि सिफारिस भएका छन् भन्ने बुझ्न सकिन्छ। यसमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालदेखि तत्कालीन नेपाल प्रहरीको संगठन प्रमुख आइजिपी चन्द्रकुबेर खापुङसम्म तानिन सक्ने अवस्था छ। कार्की आयोगको गठन जेन्जी आन्दोलनको घटनाको अनुसन्धान र त्यसबाट आउने जानकारीको आधारमा सरकारलाई सिफारिस गर्न बनेको थियो। तर के आयोग स्वयंले प्रतिवेदनमा दिएका सिफारिस जस्तै कारबाही सरकारले गर्छ त? कार्की आयोग जस्ता जाँचबुझ आयोगहरू विशेष परिस्थितिमा बनाइन्छ। प्राय राजनीतिक घटनासँग जोडिएको विषयलाई लिएर अनुसन्धान गर्न यस्ता आयोगहरू गठन गरिएको हुन्छ। आयोगमा प्राय स्वतन्त्र व्यक्तिहरूलाई राख्ने गरिन्छ। यी आयोगले तथ्य र प्रमाण सङ्कलन गर्न पाउँछन्। त्यो प्रमाणको विश्लेषण गरेर कारबाही सिफारिस पनि गर्न पाउँछन्। तर स्वयं आयोगले पनि कारबाही गर्न पाउँदैन। आयोगको सिफारिसमा सरकारका विभिन्न निकायहरूले कारबाहीको प्रक्रिया अगाडि बढाउने गर्छन्। कार्की आयोगले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री सुशीला कार्कीले यसलाई चैत्र 1 गते मन्त्री परिषदमा पेश गरेकी थिइन् र अब मन्त्री परिषदले यो प्रतिवेदनको अध्ययन गर्ने बताइरहेको छ। यद्यपि अहिले सडकमा प्रतिवेदन सार्वजनिक हुनुपर्ने आवाज उठिरहेको छ। सूचनाको हक प्रयोग गर्दै प्रधानमन्त्री कार्यालयमा पनि यो प्रतिवेदन मागिएको छ। जेन्जी प्रतिनिधिहरूले प्रतिवेदनलाई जस्ताको त्यस्तै सार्वजनिक गरिनुपर्छ भनेर माग गरिरहेका छन्। के त्यसो भए अब प्रतिवेदन सार्वजनिक हुन्छ त? वा यो प्रतिवेदन पनि पुराना प्रतिवेदनहरू जस्तै लुकाइन्छ? प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने विषय मन्त्री परिषदको निर्णयमा भर पर्छ। मन्त्री परिषदले नै यसलाई पुरा सार्वजनिक गर्ने वा केही भाग मात्र सार्वजनिक गर्ने वा सार्वजनिक नै नगर्ने भनेर निर्णय गर्न सक्छ। प्रधानमन्त्री सुशीला कार्कीले भने यो प्रतिवेदनको निचोड सार्वजनिक गर्ने बताइरहेकी छिन्। सुरक्षाका हिसाबले प्रतिवेदन सबै सार्वजनिक गर्न नसके पनि यसको निचोड भने सार्वजनिक गर्ने कुरा आइरहेको छ। तर अहिले सडकमा प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक हुनुपर्छ भनेर आवाज उठिरहेको छ र अहिलेको अवस्था विगतको भन्दा केही फरक पनि छ। भदौ 23 र 24 को घटनापछि आम मानिस र मुख्य गरी युवा पुस्तामा राजनीतिक चेतनाको विकास भएको छ। सार्वजनिक सरोकारको विषयमा युवाहरूको पनि चासो छ र प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्दै युवाहरूले नै आवाज उठाइरहेका छन्। अब भविष्यमा प्रतिवेदन सार्वजनिक हुन्छ वा हुँदैन त्यो भने मन्त्री परिषदकै निर्णयमा भर पर्छ। यो सरकार र अब बन्ने सरकारले के युवा पुस्ताको आवाजलाई दबाउँछ र प्रतिवेदनलाई थन्काएर राख्छ वा युवा पुस्ताको आवाज सुनेर सम्बोधन गर्दै प्रतिवेदन सार्वजनिक गर्छ? हेर्न बाँकी छ। तपाईलाई के लाग्छ? के यो प्रतिवेदन विगतमा बनेका प्रतिवेदन जस्तै थन्काइन्छ वा सिफारिस भएका कारबाहीहरू गरिन्छ? प्रतिवेदन लुकाइन्छ वा सार्वजनिक हुन्छ? अनि यसमा गरिएका कारबाहीका विषयहरूमा के सरकारले कदम चाल्छ वा यो प्रतिवेदनलाई पनि विगतमा बन्ने प्रतिवेदनहरू जस्तै दराजमा थन्काएर राखिन्छ?